व्हाट्सअप दुनिया गुड मर्निङ अहिले आज मेरो बीटेक को फाइनल इयर को लास्ट डे हो टेक्निकली लास्ट डे हो किनकि आज मेरो मेजर प्रोजेक्ट भाइभा छ त्यसबाट के भन्नु भाइ अलिकति यस एज यु क्यान सी यता म ChatGPT को फुल एक्सप्लोइटेसन गरिरहेको छु है मेरो प्रोजेक्ट भाइभाको लागि अनि यता हाम्रो PPT रेडी छ सो होपफुली सब राम्रो जान्छ आज एक त राम्रोसँग सुत्न पाएको छैन हामी राति 1-2 बजे सुत्यो होला अनि बस 7 बजे उठे हाम्रो निन्द्रा पुरा भएकै छैन अनि मलाई पक्का थाहा छ कलेज पुग्ने बित्तिकै निन्द्रा लाग्न थाल्छ वाओ ओ माय गॉड स्कुल जाने के गभर्नमेन्ट स्कुलको बच्चा लागिरहेको छु यसमा अय्या भाइ सकेको हो त यो चप्पलै लाएर गइदिन्थे भाइ जुत्ता लाएर किन जानु पर्यो यता मेरो मामुले देख्यो भने मलाई मारिदिन्छ होला के खाएर गइरहेको छु यता हामी बिहान उठेछु हामीले केही सोचेन बिहान के खाएर जायो भनेर हामी बिङ्गो म्याड एङ्गल्स र ब्रेड खाएर गइरहेको छु यसरी अब केही अप्सन छैन अहिले टाइम छैन हामीसँग खाना मगाउँदै बस्न व्हाट्सअप मान हाउ डु यु फिल ओके सो हामी यता वेटिङ रुममा बसिरहेको छु यतिकै पागल जस्तो हामी लेट आए पनि चल्दो रहेछ भाइ यो मेरो प्रोजेक्ट पार्टनर यसरी सो यो हाम्रो प्रोजेक्ट रिपोर्ट हो तीनवटा सबमिट गर्नु छ अनि एउटा यो आफ्नो लागि मतलब आई डोन्ट नो यसको पोइन्ट के हो यो सबको पेपर वेस्ट गराउनु छ मात्र यिनीहरूले तर ओके मेरो भाइभा सकेपछि अब चिल बस्छु चिल गेस व्हाट गाइज हाम्रो भाइभा सक्यो यस्तो इजी थियो नि भाइभा यो हाम्रो सुपरभाइजरले दिनु छ तर हाम्रो सुपरभाइजर लिभमा छ हाम्रो त सक्यो अब हामी यसो नेस क्याफे गएर एकछिन कफी सफी खान्छु अनि यहाँबाट म त निस्किरहेको छु म जान्छु रुममा सुत्छु नुहाउँछु अनि राति मेबी MKD जानु छ मलाई लेट्स सी Guess what guys, we were just done with our viva but our subject teacher gave us one last assignment stupid teacher to make us to make have to do AI stuff. Yeah, it's taking a lot of time. And I'm doing my work here, he's doing his work there, and we're combining. We have to submit it before 1 PM tomorrow. It's really hectic guys. I want to sleep. So guys, अहिले के छ भने अहिले हामी आफ्नो कलेजको नो ड्युज फर्म भर्नलाई कलेजको एभ्री कर्नरमा गएर साइन गरिरहेको छौँ अनि अहिले हामी स्पोर्ट्स कम्प्लेक्समा आएको छ साइन गराउन इफ त्यहाँ त्यो मान्छे छैन भने साइन गर्ने हाम्रो यस्तो लस हुन्छ नि टाइमको अनि यस्तो घाममा आउनु परिरहेछ नि हेर भाइ शो देम अराउन्ड देयर इज नो शेड वी आर वकिङ डाइरेक्टली अन्डर द सन म्यान सो हट guys, see you later, bye bye. Complete out of box side quest चलिरहेछ मेरो लाइफमा मलाई मन परेर पसिना आएको भाइ सो अलमोस्ट 80% अफ द काम भइसक्यो सिग्नेचरहरू भइसक्यो अनि सो त्यहाँ वर्ल्ड फेमस DTU लेक यही हो DTU लेक भनेको वाउ कस्तो ठुलो स्क्याम मलाई लिटरली के राम्रो लेक हो तर ओ माई गॉड झुट बोल्दिनँ मलाई मेरो कलेजको याद त आउँछ यति ठुलो कलेज छ नि कस्तो राम्रो लाग्छ नि यति बेलुका यता वकमा आउन अब वकमा नि आउनु पर्ला कुनै दिन तर स्टिल यार दुःख लागिरहेछ कलेज छोड्नको लागि कलेज लाइफ कस्तो राम्रो थियो वाजन्ट कलेज लाइफ अमेजिङ ब्रो really good bro we got a lift guys this is our Uber Ola Max Pro and first time चढेको छु म यो कलेजमा इनफ्याक्ट भाइ म अहिलेसम्म चढेको छैन यहाँ हाम्रो इनसाइड कलेजवाला यो जे पनि हो यो राइड फर्स्ट टाइम चढिरहेको छु what the fuck यति काले भयो आज म ओइ आज कसम म काले भइसक्यो आज यस्तो नराम्रो देखिरहेको छु नि मलाई छि
What's up दुनिया? So continuation of the vlog. अहिले म अनि मेरो साथीहरू हामी MKT मजुनुका इला गइरहेछौँ। म अहिले अटोमा छु किनकि म एउटा सानो साइड क्वेस्टको लागि बिचमा गएको थिएँ। अब मेरो साथीहरू त्यहाँ बसेर लाफिङ खाइरहेछ। मेरो लागि लाफिङ अर्डर गरेको छ। सो म त्यहाँ गइरहेको छु। मेरो टाउको यस्तो दुखिरहेछ नि आज, आई स्वेयर टु गॉड। मेरो टाउको ब्लास्ट हुन लागिसक्यो। अब पिरो लाफिङ खाएपछि ठिक होला जस्तो लागिरहेछ मलाई। सो हामी आधा ग्रुप यता छौँ, आधा ग्रुप तल छ किनकि श्रीलङ्कनहरू यता केही अर्कै चिज खाँदैछ। अनि यो दिल्लीमा भएको नेपाली रेस्टुरेन्ट यस्तो थाहा छैन, गुराएर कुन चाहिँ एस्थेटिक गरेर थाहा छैन। नेपालमा यस्तो त केही छैन है। ल यो त छ, यो निक ओके। सो यो चाहिँ यता इन्डियामा पाउने नेपाली थकाली हो। दहीसँग वाटरमेलन जो मैले कहिले नेपालमा देखेको छैन। भात अभियसली यो पनिर हो। Chicken on the thing. The whole gang is here now. Yes. So guys, यही हो MKT. पहिला भएको हाइप भएको ठाउँ यो MKT। यता के हो, गलीमा रेस्टुरेन्ट छ, यता लुगाहरू छ। अब के भन्नु, यता फोटो बुथ थियो एउटा, त्यो आई डोन्ट नो कहाँ गयो। सो दिस इज इट गाइस। अनि उता एउटा वाङडेन क्याफे भन्ने क्याफे छ जहाँको स्म्यास्ड बर्गर एकदम राम्रो छ, एकदम राम्रो। सो दिस इज वाङडेन क्याफे। म र मेरो गर्लफ्रेन्ड डेटमा आउँदा यता बस्छौँ। यताको एम्बियन्स पनि राम्रो छ, यताको खाना पनि राम्रो छ, अनि यताको डेजर्ट पनि राम्रो छ। Say hi to my vlog, man. Hi. So tell me the situation right now. It's raining. Fuck. So के भयो भने म एक्सप्लेन गर्छु। सो अहिले के भइरहेछ भने हामी आफ्नो कामको लागि आएको छौँ कलेजमा। अनि त्यो टिचरले हामीले अस्तिदेखि त्यो काम कम्प्लिट हुनबाट रोकेछ। अनि अहिले भर्खर पानी पर्न स्टार्ट भयो। आई डोन्ट नो अब के गर्ने। यो हो मेरो एकदम हरियाली भएको कलेज। ओइ रुख झरेको छ त एउटा। त्यस्तो के भन्छ, मेरो कलेजमा यस्तो शीतल भएको बेला वक गर्न आउन एकदम राम्रो हुन्छ, रमाइलो हुन्छ। त्यो हिसाब चाहिँ मेरो कलेज धेरै ठुलो छ, 164 acres। यसमा एउटा टाउनसिप बनाउन सक्छ, यो टाउन बनाउन सक्छ यसलाई। यो मेरो गर्लफ्रेन्डले भनेको थियो मलाई केही नलेज थिएन यसको बारेमा, बट यस, इट्स अ टाउनसिप। Hi guys, so this is Noman. He is one of the first guys I became friends with in DTU, and he has changed a lot. In first year he was a clean-shaved guy. Engineering, of course, is gonna change your life. First year was his fourth year of engineering college. This guy is Boga. Look at this guy. He's the hero. He's the most I don't know. He's the most funny guy. Yeah, here. He's floating. So another side quest, guys. मेरो एकदम मिल्ने साथी अख्यारोल एके रुरी भोलि जाँदैछ। सो अब हाम्रो भेट हुँदैन। सो पानी लिएर गइरहेको छु किनकि उसले पानी मगाएको थियो, किनकि उसले प्याकिङ गरेपछि उसको रुममा अब केही पनि बाँकी छैन अरे। सो मलाई भन्यो कि उसले पानी लिएर आउँछ। अनि खै कुन चाहिँ एरिया हो यो, म कहिले आएको पनि छैन यता। कुन गलीमा कुन कोप्चामा छ यसको घर। ओ माई गॉड। Yes, I am alone. Yeah, but they're busy doing their work. So here's your pani. Let's go. So यो हाम्रो अख्यारुल भाइको रुम। ओ माई गॉड, यो बिचारा एक्लै यता बस्थ्यो, कस्तो माया लाग्दो। हेरेरै माया लागिरहेछ मलाई त, तर के गर्ने, इन्ट्रोभर्ट मान्छे हो। So what's your plan? Where are you going? I'm going somewhere to run from this summer, from the heat. So अख्यारुलले सबैको लागि कस्टमाइज्ड कार्ड बनाएको छ। Oh my god. Oh wow. So it's in your language? Yes. In this way? Oh. Just light up the room. I enjoy spending time with you. Keep the light on. Thank you so much, Rudy. I'm gonna cry.
ओए म कसको रुममा छु यसी दोर्जीको यो अख्यारुलले लेटर पठाएको छ तिम्रो लागि यो त त्यसकै ल्याङ्ग्वेजमा छ आई डोन्ट नो व्हाट्स अप लेडिज म यसी दोर्जीको रुममा छु luckiest guy alive wow spider dorji so cool so this is karma Hello. मेरो भुटानको साथीहरू छ उनीहरू मेरो फर्स्ट एभर DTU को ग्रुप थियो ओइ जामै गयो सो मैले सर्टहरू एक्सट्र्याक्ट गरेर होइन किनकि भोलि हामी नेपाली ग्रुपहरूको फोटो छ क्या कलेजमा सो त्यसको लागि सर्ट लिन आएको थिएँ म मेरो भुटानको साथीहरूबाट त्यही हो हेलो सबैजना त्यसो भए आजै म यो भ्लग सकाउन चाहन्छु किनकि आज हामी सबजना फरेनर्समा आएको छौँ किनकि सबको भाइभर डिफ्रेन्ट डेमा भएको भएर कसैले ग्रुपमा नेपालीहरूले फोटो खिचाउन सकेन सो आज हामी सबजनाले फर्मल्स लगाएर कलेजमा फोटो खिच्ने भनेर आएको त छौँ तर पानी पर्ला जस्तो छ तर यता राम्रो चाहिँ देखिरहेछ आज सबजना आइसक्यो पुगिसक्यो सबजना स्यान्डी मात्र आउनु बाँकी छ मेरो भाल पुरा भिजिसक्यो पसिनाले वो हो सेटअप त राम्रो छ कस्तो शान्त अनि कस्तो राम्रो देखिरहेछ यार मेरो कलेज अब्दुल भाइ सेटअप गर्दैछ हाम्रो स्यान्डी भाइ आइसक्यो सब रेडी हावा हुरी आइरहेछ यार जसरी हामी आयो हावा हुरी आउन थालिसक्यो वाउ यो त अरा त क्रेजी बढिरहेछ त्यो आँखामा धुलो छिरिसक्यो यार हामी यता पानी परिरहेछौँ हामी नन च्यालेन्ज हो कि होइन त होला हामी क्रेजी नन च्यालेन्ज हो कि पानी परोस् आँधी आओस् भल्केनो फुटोस् हाम्रै बाल हाम्रो केटा 4 वर्ष सकियो फोटो आयो होइन अनि के छ अरू त्यही अरू के चाहियो अब हामी मिनियोरिटीमा गएर फोटो खिच्ने सक्यो त फोन बेबी सन्नी डान्सर आइज नन च्यालेन्जहरू जाउँ हामी आज चाहिँ हाम्रो 4 वर्ष सकिन गइरहेको छ कस्तो लाग्यो सकिसक्यो अब भाइ यस्तो स्न्यापमा गइहाल्यो टाइम भाइ खाने पाएन उसो अस्ति नै आएर वाइमा हामीले साइन गराएको थियो हेर्दा हेर्दै 4 वर्ष गयो अब यो हाम्रो केटाहरू यहाँ छन् यो के भयो यार फोटो खिचाउने दिनै पानी पर्यो वाउ क्रेजी भाइ हाई सबैजना अब हामी आफ्नो डेको एन्डमा आइसक्यौँ हामीले फोटोहरू खिचे इनफ फोटो खिचे अब हामी आफ्नो डिपार्टमेन्टको अगाडि छौँ यता एउटा लास्ट ग्रुप फोटो खिच्छौँ अनि त्यो हाम्रो ग्रुप फोटोको एन्ड हुन्छ हाम्रो कलेज सक्यो अब बाई 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 फेरि गयो मैले पठाएको थिएँ नि त्यसो कुमार भाइ यो त हाम्रो लास्ट एमकेडी ट्रिप होइन ग्रुपसँग यति केटाहरूसँग लास्ट ट्रिप ए 4 वर्ष कसरी बित्यो है कसको के भयो त्यहाँ अझै टाइम स्पेन्ड गर्न पाइन्छ कसम यार अझै टाइम स्पेन्ड गर्न पायो भने यता सब वाइट लगाएको ग्याङ हाम्रै हो है
हिटम्यानहरुको हुँदैन जापानिज यता फोटो बुथ नाइस के खाइरहेको भाइ तिमीले भाइ छिनार बियर हो एप्पल बियर ओए मेरो ओजी रुममेट र मेरो सेकेन्ड रुममेट त गइरहेछ आज ओए धोकेबाजहरू ओए अब म के गर्ने एज यु क्यान सी गाइज यिनीहरूले मलाई छोडेर गइरहेछ धोकेबाजहरूले भर्खर यसले रोएर मेरो लागि खोलै बगाइदियो स्याड यार काठमाडौँमा भेट्नुपर्छ मेरो दुवै रुममेट गयो त ओए गेस व्हाट म घर फर्किसकेँ जुन दिन मेरो रुममेटहरू फर्क्यो त्यसपछि मैले भ्लग गर्ने केही टाइमै पाएन मैले म त्यही एडिट गरिरहेको छु एक्ज्याक्टली एज यु क्यान सी अनि मैले नाही भ्लगको एन्ड बनाएँ नाही केही सो त्यसको लागि म रेकर्ड गरिरहेको छु बाई बाई यही थियो मेरो भ्लग केही इन्ट्रेस्टिङ थिएन यसमा बाई बाई